मान्य ओम विक्रम भाट, समय 15 मिनट। माननीय सभामुख महोदय, सुदूरपश्चिम प्रदेश सरकारद्वारा यस सम्मानित सदनमा प्रस्तुत गरिएको आर्थिक वर्ष 2082-83 को बजेटमाथि आफ्ना विचार राख्नु पूर्व म संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक राज्य प्रणाली स्थापनाका लागि बलिदानी कीर्तिमान राख्नुहुने महान शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै घाइते तथा अपाङ्ग योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु। सभामुख महोदय, हामी बजेटमाथि छलफल गरिरहँदा सुदूरपश्चिमका जनता बाढी र पहिरोको त्रासमा बाँचेका छन्। गौरीफन्टा, बनबसा, झुलाघाट अनि दार्चुलाका नाकाबाट कालापार जानेहरूको ताती रोकिएको छैन। आफ्नै प्रदेश र प्रदेशमा आफैले चुनेको सरकार भए पनि शिक्षा र रोजगारका लागि काठमाडौँ र खाडीका मुलुकमा जाने क्रम उस्तै छ। दलितमाथि छोइछिटो उस्तै छ। महिलाहरूले घर परिवार र छिमेकमा उस्तै हिंसा भोग्नु परेको छ। डाँडा काँडासम्म डोजरको उपस्थिति छ, तर गाउँहरू रित्तिएका छन् र हामीले अघिल्लो वर्षको असफल बजेट कार्यान्वयनको जगमा नयाँ बजेटको कर्मकाण्ड गर्न यहाँ उपस्थित छौँ। मनसुन सुरु भएको छ। यसपटक अत्यधिक वर्षा हुने अनुमान गरिएको छ। नदी किनारका बस्तीहरू जोखिममा छन्। त्यसतर्फ सरकारको समयमै ध्यान आकर्षण गर्न चाहन्छु। मुख्यतः नदी किनारका बस्तीहरू, सुकुम्बासी, दलित, मुक्त कमैया र आरक्ष पीडितहरू सबैभन्दा जोखिममा हुने गर्छन् र सबैभन्दा पहिले प्रभावित पनि हुन्छन्। पहाडमा पहिरो र तराईमा बाढी र डुबान हुने हुँदा सरकारले समयमै उचित प्रबन्ध गरोस्। मैले वा अन्य मान्यजीहरूले यहाँ सम्बोधन गर्ने कुराले न बजेटको नियति रोकिनेछ, न त यसमा केही परिमार्जन नै हुनेछ। एउटा भडास पोख्नु बाहेक यो कर्मकाण्डको कुनै अर्थ छ जस्तो मलाई लाग्दैन। यहाँ जनतालाई केन्द्रमा राखेर बजेट बन्दैन र मान्यजीहरूका सन्तुष्टि वा असन्तुष्टि पनि समग्र प्रदेशको रूपान्तरणभन्दा निर्वाचन क्षेत्र र आसेपासेहरूको हितभन्दा पर देखिँदैन। त्यसैले बजेटमा को सत्तापक्ष वा को प्रतिपक्ष भन्ने कुरा देखिन छोडेको छ। प्रतिपक्षले मात्रै होइन, सत्तापक्षले हाम्रो भन्दा चर्को आलोचना गर्ने स्पिरिट हेर्दा बजेट कस्तो बनेको होला भन्ने स्पष्ट नै छ। तर परम्परा न हो, अन्त्यमा मचियो थचियो भने झैँ सत्तापक्षले बजेट पास गरिहाल्नेछ। त्यसकारण यहाँबाट सुधारको, सुशासनको, समावेशी समानुपातिक र न्यायको अपेक्षा मैले गरेको छैन। सभामुख महोदय, हामी चरम निराशाको समयमा छौँ। आशावादको अन्त्य भएर चरम अराजकता र असन्तुष्टिको बोलबाला छ र यो माहौलको सृजनकर्ता र रचयिता हामीहरू यहाँ संसदमा नाटक मञ्चन गरिरहेका छौँ, जबकि केन्द्रीय सत्ताबाट ऐतिहासिक उत्पीडनमा परेका हामीले त्यहीबाट पाठ सिकेर नमुना प्रदेश बनाउन सक्ने पर्याप्त सम्भावना थिए। तर अहिलेसम्म हाम्रो मानसिकता उपनिवेशवादी नै छ। हामी राष्ट्रिय राजनीतिकै संस्कारमा बाँचेका छौँ। राष्ट्रिय राजनीतिमा भइरहेका घटनाक्रमले समग्र देशको समग्र क्षेत्रमा प्रभाव पार्ने गर्छ र गरिरहेको छ। केन्द्रमा जसरी हाकाहाकी दलाल र बिचौलियाहरूको पक्षमा सरकारले एकपछि अर्को निर्णय गरिरहेको छ, यहाँ पनि हामी भ्रष्टाचारका काण्डहरू खुलेआम अडियो भिडियोका कारण लज्जाशरण भइरहेका छौँ। हामीलाई के लाग्छ भने अहिले सत्ता छ, जे गरे पनि हुन्छ, कसले के गर्न सक्छ र डाडु आफैसँग पन्यो, आफैसँग थाल, आफैसँग खाने आफै। तर यो प्रवृत्तिले के जन्माइरहेको छ भन्ने हामीले हेक्का गरेका छैनौँ। सरकार आफैबाट मन्त्रीको राजीनामा माग्ने नाटक गरियो, तर राजीनामा आएन। न मुख्यमन्त्रीले हटाए, न सम्बन्धित दलले। आखिर लेनदेन केही थियो कि? नत्र जग्नै हँसाउने गरी त्यति विधि नौटङ्की किन आवश्यक थियो? हामीले प्रश्न गर्यौँ भने जवाब दिन त तपाईँहरूको अहङ्कारले दिनु होला, किनभने तपाईँहरूमा त्यो जिम्मेवारी बोध छैन। नैतिकता भन्ने कुरा सडकमा फालिएको केराको बोक्रा जस्तो भइसक्यो। तर हेक्का राख्नुहोस्, तपाईँहरूको यही चरित्र, यही बानी, यही प्रवृत्ति र शैलीका कारण यसले जन्माइरहेको छ भीषण निराशा, र त्यसले तपाईँ हाम्रै राजनीतिक प्रणालीको चिहान खनिरहेको छ। हामी सच्चिनुको साटो आलोचनाका आवाज थुन्ने काम गरिरहेका छौँ, तर यसले एकपछि अर्को हाम्रै विनाश निम्त्याइरहेको छ। सङ्घमा 2/3 सरकार हिटलर पथमा अगाडि बढिरहेको छ। प्रेसमाथि अघोषित अङ्कुश लागिरहेको छ। समाचार रोक्नेदेखि विज्ञापन रोकेर कस्ने काम भइरहेको छ। विपक्षीहरूमाथि एक एक गरी यो वा त्यो बहानामा प्रहार भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्तादेखि सबै क्षेत्रमा जसरी अङ्कुश लगाउने कार्य भइरहेको छ, यता पनि यस्तै छ। हामी मान्यहरूलाई पनि यो असन्तुष्टिको चिन्ता छैन, बरु कहाँ योजना परे या योजना काटिए भन्नेमै केन्द्रित छौँ।
यो परिस्थितिमा हिटलरको नाजीवादी शासन विरुद्ध उभिएका लुथरन पास्टर, धर्मशास्त्री जर्मन कवि मार्टिन निमोलरको कालजयी कविता जस्तै अवस्था सिर्जना हुने कुरा गम्भीरतापूर्वक स्मरण गर्न म अनुरोध गर्न चाहन्छु। कविताको नेपाली भावार्थ यस प्रकार छ। पहिले तिनीहरू कम्युनिस्टहरूलाई लिन आए, म बोलिन किनकि म कम्युनिस्ट थिइनँ। त्यसपछि तिनीहरू समाजवादीहरूलाई लिन आए, म बोलिन किनकि म समाजवादी थिइनँ। त्यसपछि तिनीहरू ट्रेड युनियनवादीहरूलाई लिन आए, म बोलिन किनकि म ट्रेड युनियनवादी थिइनँ। त्यसपछि तिनीहरू यहुदीहरूलाई लिन आए, म बोलिन किनकि म यहुदी थिइनँ। त्यसपछि तिनीहरू मलाई लिन आए र मेरो लागि बोल्न कोही बाँकी रहेन। अहिले हामी यही अवस्थामा छौँ। वर्तमान सरकार यही दिशातर्फ उन्मुख छ। भोलि हामी विरुद्धको असन्तुष्टि, हाम्रो प्रदेश संरचना र समग्र राजनीतिक प्रणालीको असन्तुष्टि चुलिएर जाने अवस्थामा हाम्रा लागि बोल्ने कोही पनि रहने छैन। सभामुख महोदय, अब म यस सदनमा प्रस्तुत भएको बजेटका विषयमा आफ्ना धारणा राख्न चाहन्छु। सर्वप्रथम म एउटा प्रश्नको भनौँ कि जिज्ञासा भनौँ त्यो राख्न चाहन्छु। माननीय आर्थिक मामिला मन्त्रीज्यू, जो संविधान सभा सदस्य पनि हुनुहुन्छ, नेपालको संविधान 2072 को हस्ताक्षरकर्ता हुनुहुन्छ, म सभामुख मार्फत माननीय आर्थिक मामिला मन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु। तपाईँ सम्मिलित संविधान सभाले बनाएको संविधान र सङ्घीय प्रणाली यसरी बोलियो हुन्छ त? के यही यस्तै प्रयोजनका लागि सङ्घीय प्रणाली अवलम्बन गरेका हौँ? यहाँले 2वटा बजेट प्रस्तुत गर्नुभयो, के यसले सङ्घीयता र प्रदेशलाई बोलियो बनाउँछ? पक्कै पनि यसबारे माननीय आर्थिक मामिला मन्त्रीज्यूले गम्भीरतापूर्वक सोच्नुहुनेछ भन्ने सकारात्मक अपेक्षा गरेको छु। किनभने अहिले बजेटमा जुन किसिमले प्रश्नहरू उठिरहेका छन्, यसले प्रदेश र सङ्घीयतालाई गिज्याइरहेको छ। माननीय सभामुख महोदय, यहाँ छलफलमा भाग लिनुहुने मान्यज्यूहरूले धेरै विषय राखिसक्नु भएको छ। म ती विषय दोहोऱ्याउन चाहन्न। मैले नीति कार्यक्रममाथिको छलफलमा भाग लिँदै गर्दा यही रोस्टममा उभिएर भनेको थिएँ, हामी यहाँ नीति कार्यक्रममाथि छलफल गरिरहेका छौँ। यहाँ पारित हुने नीति कार्यक्रमले होटल रेस्टुरेन्टमा बनिरहेका बजेटलाई नचिन्ने र त्यहाँ बनिरहेका बजेटले नीति कार्यक्रम नमान्ने अवस्था आउन सक्छ भनेर आशंका व्यक्त गरेको थिएँ। तर अहिले त्यो यथार्थमा परिणत भएको देखिँदैछ। योभन्दा भद्दा मजा के हुनसक्छ? नीति कार्यक्रम र बजेटलाई मिलाउन खोज्दा कतै भेटिन्न, कतै तादम्य मिलेको देखिन्न। सुखी नेपाली, समृद्ध नेपाल, सुशासन, विकास, देवाटवी, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुद, सामाजिक न्याय, महिला सशक्तिकरण, दलित सशक्तिकरण, गरिब, थारू मुक्त कमाइ सब भन्ने कुरा हुन होइन र? सरकारको बजेट विनियोजन हेर्दा लाग्छ जनता बडा न मुक्त कमैया सबसे बडा रुपैयाँ भन्या जस्तै भएको छ यो बजेट। सभामुख महोदय, प्रदेश र जनताको आवश्यकतालाई यो बजेटले रत्तिभर पनि सम्बोधन गर्न सकेको छैन। बोलियो भनिएको सरकारको फितलो र कमजोर बजेट छ। बजेट वितरणमुखी र स्रोत व्यवस्थापन गर्न नसक्ने गरिआएको छ। यसले सुदूरपश्चिम प्रदेशको दिगो विकास र समृद्धिको लक्ष्य हासिल गर्न सक्दैन। सरकार जुन प्रक्रिया र जुन गलत उद्देश्यबाट गठन भएको थियो त्यही बाटोमा त्यही बजेटमा प्रतिबिम्बित भएको छ। हामीले भन्दै आइरहेका छौँ यो गठबन्धन स्वार्थ समूहहरूले निर्माण गरेको हो। सङ्घीय सरकारको बजेट र नीति हेर्दा पनि त्यहाँ स्वार्थ समूहहरू हावी भएका छन् भने प्रदेशमा पनि यहाँका स्वार्थ समूहहरू हावी भएका छन्। बजेट जुन प्रक्रियाबाट विनियोजन भएको छ र जसरी निर्माण भएको छ यसमा स्पष्ट देख्न सकिन्छ सत्ता घटकभित्र कुन हदको लुछाचुडी थियो भन्ने कुरा। किनभने बजेट प्रस्तुत हुने दिनसम्म बजेट आउँछ कि आउँदैन भन्ने स्थिति पैदा हुनु त्यसको प्रमाण हो। अर्को विषय भनेको सरकार सही ढङ्गले चलेको छैन। यो 2/3 मजबुत होइन, मजबुर सरकार हो भन्ने पुष्टि भएको छ। बजेटमा अर्थ मन्त्रालय निरही देखिएको छ, अर्थात् सरकार निरही छ र बिचौलियाहरू हावी छन् भन्ने कुरा घाम चाहिँ छल्लङ्ग देखिएको छ। नीति कार्यक्रममा जनतालाई ठुला ठुला सपना भारी बोकाइएको थियो। नीति कार्यक्रम जनपक्षीय देखाउन रङ्गीचङ्गी फुलबुट्टा बनिएको थियो। जस्तै नीति तथा कार्यक्रममा गधालाई बाघको छला लगाइदिएर बाघ देखाउने प्रयत्न गरिएको थियो। तर बजेटसम्म आउँदा त्यो गधा करायो र सबैले बाघ होइन यो गधा हो भन्ने अहिले थाहा पाए। मैले यो कुराको सङ्केत नीति कार्यक्रमको छलफलमा सहभागी हुँदा नै गरेको थिएँ। सभामुख महोदय, कुल मिलाएर नीति कार्यक्रम र बजेटलाई एक वाक्यभन्दा मसहुर उर्दू शायर अबरार कासिमको यो शायरी जस्तै भएको छ। हुकूमत इस तरह अवाम पर एहसान करती है, ये आँखें छीन लेती है और चश्मे दान करती है। अर्थात् सरकार जनतामाथि यस्तो उपकार गर्छ, जनताको आँखा झिकेर लग्छ र चस्मा दान गर्छ। यो सरकारको बजेट यस्तै अवस्थाको छ। सभामुख महोदय, जसरी सरकारले प्रदेश गौरवका योजनाहरूमा रु 1000 विनियोजन गरेको छ यसले सरकारको भिजन कार्यदक्षतामाथि गम्भीर प्रश्न उठेको छ। बाहिरबाट हेर्दा प्रदेशमा झन्डै 2/3 सरकार छ, तर अन्तर्यमा गहिरिएर हेर्दा 2.5 सरकार छ। हाम्रो प्रदेशमा एक सरकार काङ्ग्रेसको, एक एमालेको र आधा नाउपाको छ। यसको प्रष्ट चित्र बजेट केलाएर हेर्ने भने त्यहाँ देखिन्छ। सभामुख महोदय, जब 2 ठुला दल मिलेर
एक सरकार चलाउन सक्दैनन् भने यिनीहरूबाट सुशासन, विकास, समृद्धि र आत्मनिर्भर प्रदेशको अपेक्षा गर्नु भनेको अन्धाहरूको सहरमा ऐनाको व्यापार गरेर मुनाफा कमाउने अपेक्षा गर्नु जस्तै हो। माननीय सभामुख महोदय, वर्तमान प्रदेश सरकार कांग्रेस एमाले र नाउपाको छ। कांग्रेसले बीपी को विचार र सिद्धान्त अवलम्बन गरेको छ भन्छ। बीपी कोइरालाको मूल सिद्धान्त लोकतान्त्रिक समाजवाद थियो। बीपी भन्नुहुन्थ्यो एक मुठी माटो समात्नु होला अनि त्यो माटोले के माग्छ त्यही अनुरूप नीति र विधि निर्माण गर्नु होला। उहाँले राजनीतिक स्वतन्त्रता, आर्थिक समानता दुवैलाई जोड दिनुभएको थियो। उहाँले समाजवाद, जनताको स्वतन्त्रता, समानता र सम्मान कायम राख्दै लागू गर्ने विचार राख्नुहुन्थ्यो। एमाले मदन भण्डारीले प्रतिपादन गरेको जबोधलाई मार्गदर्शक सिद्धान्त मान्छु भन्छ। सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ भन्ने विचार उहाँले अगाडि सार्नु भएको थियो। शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यक जनताका आवश्यकताहरू राज्यको दायित्व हुन् भन्नुहुन्थ्यो। नाउपाले रेशम चौधरीले अगाडि सारेको थारू मुक्तिको एजेन्डा बोकेर अगाडि बढेको भन्छ। रेशम चौधरीको पहिचान, समावेशता र थारू मुक्ति लगायत उत्पीडित जाति मुक्तिको मुद्दा उठाएर यो दलको जन्म भएको थियो। तर बजेटका पानाहरूमा हामी कोही देख्दैनौँ त्यहाँ न बीपी छन्, न मदन, न त पहिचान र स्वायत्तताको मर्म। उपेक्षित उत्पीडित जनताका मुद्दाहरू किनबेचकै क्रममा रक्षानमा मिल्काइएका छन्। म सत्ता गठबन्धनका तीनैजना दल नेताहरूलाई प्रश्न गर्न चाहन्छु, तपाईँहरूले अवलम्बन गरेको विचार, सिद्धान्त र नीति कार्यक्रमसँग यो बजेटको भेट कहाँनिर हुन्छ? कथनी र करनी एउटै छ कि छैन? आफूलाई ठुला दल भनेर दम्भका साथ फुइलाउने कांग्रेस एमालेलाई एउटा कुरा भन्न चाहन्छु। भारतीय प्रधानमन्त्री स्वर्गीय अटल बिहारी वाजपेयीको कविताको एउटा पंक्ति त्यसैको स्वरूप स्मरण गर्न चाहन्छु। छोटे मन से कोई बड़ा नहीं होता, टूटे मन से कोई खड़ा नहीं होता। तपाईहरू कति सानो र साँगुरो मनको हुनुहुन्छ भन्ने कुरा स्पष्ट देखिसकेको छ। त्यसकारण तपाईहरू अहिले दलीय साइजमा मात्र ठुलो विचार, नीति, कार्यक्रम, उद्देश्यमा होइन, त्यसैगरी तपाईहरूको गठबन्धनभित्रको एकता कस्तो मनोदशामा छ भन्ने पनि स्पष्ट भएको छ। त्यसैले यो गठबन्धन रहनु र नरहनुले खासै अर्थ राख्दैन, किनभने तपाईहरूको सरकार यो बजेट मार्फत जनतालाई राहत होइन आहत दिनुभएको छ। यो बजेट पूर्णतः परिमार्जन गर्नुपर्ने अवस्थाको छ, त्यो तपाईहरू गर्नुहुन्न, किनभने तपाईहरूलाई प्रदेश र जनताको आवश्यकता र अपेक्षाको कुनै मतलब र साइनो छैन भन्ने कुरा सत्तापक्षका मान्यहरूको पीडा हेर्दा स्पष्ट देखिन्छ। र अहिले मान्य सत्तापक्षका पीडाहरू देख्दा एउटा शायरी याद आयो। हमें तो अपनों ने लुटा, गैरों में कहाँ दम था, हमारी किस्ती डूबी वहां जहां पे पानी कम था। हामी त प्रतिपक्षमा थियौँ, सत्तापक्षकै पानीमा सत्तापक्षले डुबाएको अवस्थामा सत्तापक्षका सांसदहरू देखिएका छन्। त्यसैले म सबै मान्यज्यूहरूलाई यहाँ विचार मात्र व्यक्त गरेर हुँदैन, दलका पक्षमा होइन प्रदेश र जनताका पक्षमा उभिने आँट गरेर विद्रोह गर्न अपिल गर्दछु र यो बजेट फेल गर्न आह्वान गर्दछु। धन्यवाद।